नमस्कार। आजको विशेष नयाँ कार्यक्रममा विशेष गरिकन रहनेछ 2082 साल असोज महिनाको 20 गतेका दिनमा कोजाग्रत पूर्णिमा पर्न गइराखेको छन् सज्जनबिन। र साथमा यस दिनमा के गर्ने त रात्रिकालमा के गर्ने त्यसको विषयमा मैले यहाँहरूलाई जस्ताको तस्तै बताउँदैछु। एकदमै ध्यान दिएर अन्तसम्म सुन्नुहोला। र साथमा विशेष गरिकन यस दिनमा कोजाग्रत पूर्णिमाको दिन रहेको छ। बडा दशैं को टीका पनि यहाँहरूले लगाइसक्नु भएको छ। र साथमा जसले यदि टाढा हुने व्यक्तित्वहरूले यो पूर्णिमाको दिनसम्म यो अन्तिम दिन पनि रहेको छ दशैंको सज्जनबिन, जसमा यो पूर्णिमाको दिनसम्म टीका थाप्ने चलन छ है। अहिलेदेखि होइन, यो पहिल्यैदेखि चल्दै आइराखेको कुरा रहेको छ। र जसमा विशेष गरिकन टाढा टाढा हुने व्यक्तित्वहरूले पनि यस दिनमा अन्तिम यो टीका थाप्न सक्नुहुन्छ आफूभन्दा मान्यजनहरूको हातबाट। र साथमा विशेष गरिकन यस दिनमा पूर्णिमाको शरद पूर्णिमाको दिन पनि रहेको छ। शरद पूर्णिमा पनि भनिन्छ सज्जनबिन। आश्विन पक्षको शुक्ल पक्षका दिनमा यो पूर्णिमा पर्न गइराखेका गर्ने गर्दछन्। र साथमा विशेष गरिकन 46 घडी 25 पला पूर्णिमा तिथि हामीलाई प्राप्ति भइराखेको छ। यसै गरिकन पछिल्लो दिन पनि 8 घडी झन्डै 58 पलाको पूर्णिमा तिथि हामीलाई प्राप्ति भएको छ। र साथमा यो पूर्णिमाको दिनमा बिहानै उठेर नुहाइधुवाइ गर्ने, पवित्र रहने है। र साथमा शुद्ध वस्त्र धारण गर्ने। सबैभन्दा पहिलो कुरा भनेको वस्त्र पनि शुद्ध हुन जरुरी छ। जति पनि व्रता श्रद्धालु भक्तजनहरू हुनुहुन्छ, उहाँहरू पूर्णिमाको व्रत बस्ने व्यक्तित्वहरू जति पनि हुनुहुन्छ, उहाँहरूले शुद्ध वस्त्र धारण गर्नुहोला। र साथमा यस दिनमा यहाँहरूले अन्तिम टीका पनि धारण गर्न सक्नुहुन्छ, जसमा विशेष गरिकन यो वर्षको दशैंको भनौँ न, दशैंको टीका मान्यजनहरूको हातबाट अब टाढा टाढा हुनुहुन्छ भने यस दिनमा धारण गर्न पनि सकिन्छ सज्जनबिन। आशीर्वाद दिन सकिन्छ आफूभन्दा मान्यजनहरूको। र साथमा आफूले पनि अरूलाई टीका लगाइदिन सकिन्छ। एकदमै निकै महत्त्वपूर्ण दिन रहेको छ। र साथमा नुहाइधुवाइ स्नान पवित्र गरिसकेपछि यहाँहरूले पवित्र वस्त्र धारण गरिसकेपछि नित्य गरिने जुन पूजा रहेको छ, यहाँहरूले जप ध्यान तुति बिन्ती भगवानको सेवा जसरी गर्दै आइराख्नु भएको छ, नितान्त प्रत्येक दिन जुन गर्दै आइराख्नु भएको छ गर्नुहोला। र रात्रिकालमा विशेष गरिकन माता लक्ष्मीको पूजा गर्नुपर्ने हुन्छ, जागराम बस्नुपर्ने हुन्छ। भजन कीर्तनदेखि लिएर इत्यादि अखण्ड दीपहरू जलाउनेदेखि लिएर माता लक्ष्मीको आराधना, खिरको भोगदेखि लिएर भगवतीलाई अर्पण गर्न सक्नुहुन्छ। श्री सूक्तका विविध मन्त्रहरूद्वारा यहाँहरूले माता लक्ष्मीलाई प्रसन्न तुल्याउनका लागि हवनादि कर्महरू पनि गर्न सक्नुहुन्छ। निकै महत्त्वपूर्ण पावन दिन रहेको छ सज्जनबिन। यस दिनमा विशेष गरिकन जुन जमराहरू राख्नुभएको थियो, जुन यो सबै चिजहरू जुन राखिएका थिए सज्जनबिन, जसमा फुलहरू सुकेका फुलहरूदेखि लिएर यहाँहरूले जुन प्रत्येक दिन चढाउँदाखेरि माता नवदुर्गा भवानीलाई नवै दिनमा दशैं दिनमा भनौँ चढाइएका यी फुलहरू जति थिए, यी सबै फुलहरू एकत्र गरेर जुन राख्नुभएको थियो, यस दिनमा सेलाउने दिन पनि रहेको छ। निकै पवित्र पावन दिन रहेको छ। यहाँहरूले विशेष गरिकन फुलहरू सेलाउन सक्नुहुन्छ यस दिनमा। र साथमा यसै गरिकन यहाँहरूले अब सायंकालको समयमा विशेष गरिकन सूर्य अस्तपछि, जहाँ अब पूर्णिमा आकाशमा देखिसकेपछि यस रातमा ठुलो चन्द्रमा लाग्छन् भन्ने भनाइ पनि छ सज्जनबिन, जसमा आकाशबाट अमृतको वर्षा हुने गर्दछ। र यस दिनमा माता लक्ष्मी ककसको घरमा जागराम बसेका छन्, के गर्दैछन्, ककसको घरमा जागराम बसेर भगवतीको आराधना गर्दैछन् त त्यो हेर्नका लागि भगवती घरमा पधार्नुहुन्छ र घरमा आउनुहुन्छ भन्ने मान्यता पनि रहेको छ। जय बोलो भगवती माता लक्ष्मीको जय होस्, अष्टलक्ष्मी भगवतीको जय होस्। त यसरी गर्न दिव्यताका साथमा भगवतीको स्थापना गरेर यहाँहरूले पूजा गर्न सक्नुहुन्छ। घरमा फोटो छ भने फोटो, मूर्ति छ भने मूर्ति, प्रतिमा छ भने प्रतिमा अगाडि राखेर दीप कलश गणेशलाई स्थापना गरेर बडा प्रेमका साथमा यहाँहरूले विशेष गरिकन कर्मपात्र पनि तयार गर्नुहोस्। र साथमा हातमा कुश जौ तिल जल लिएर म फलना गोत्रको व्यक्ति, फलना गोत्रमा उत्पन्न भएको व्यक्ति, आज मैले माता लक्ष्मीको पूजा आराधना गर्दैछु, कोजाग्रत व्रत गर्दैछु, माता लक्ष्मीको कृपा आशीर्वाद सदैव बनिरहोस् भनिकन निष्काम भावले सकाम भावले यहाँहरूले जसरी गरेर आउँछ त्यसरी भगवतीको दिव्य चिन्तन पूजा पाठ गर्न सक्नुहुन्छ। दियोको पूजा सहित कलश गणेशदेखि लिएर यहाँहरूले साक्षात् चन्द्र देवतालाई पनि अर्घ अर्पण गर्नु है। चन्द्र देवतालाई अर्घ अर्पण गर्नमा अर्को महत्त्वपूर्ण कुरा के रहेको छ भन्दाखेरि विशेष गरिकन शङ्ख जुन रहेको छ, यो शङ्खमा जल राखेर या शङ्खमा अर्घको सामान राखेर यहाँहरूले जल अर्पण गर्न सक्नुहुन्छ। चन्द्र देवतालाई ओम क्षीरपुत्राय विद्महे अमृतेशाय धीमहि तन्नो चन्द्र प्रचोदयात् यो महामन्त्रले पनि गर्न सक्नुहुन्छ। र साथमा
दधि शङ्खतुषाराभं क्षीरो दानव सम्भवम नमामि शशिरम सोमम शम्भो मुकुटभूषणम। यस्तो भगवान शङ्करको मुकुटमा विराजमान रहने भएका चन्द्रमा को पनि हामीले आराधना पूजा पाठ गर्न सक्छौँ सज्जनबिन। जति पनि भक्त सज्जनबिन हुनुहुन्छ यहाँनिर तपाईँको चाहिँ पूर्णिमाको पूजा गर्ने श्रद्धालु यहाँहरूले सधैँ गरिराख्नु भएको छ भने अर्घ अनिवार्य चढाउनु होला। रोहिणी सहित माता रोहिणी भगवती रोहिणी सहित यहाँनिर चन्द्र देवताको आराधना पूजा पाठ यहाँहरूले विधि विधानले षोडशोपचारले पनि पूजा गर्न सक्नुहुन्छ। यसमा कुनै पनि फरक छैन सज्जनबिन। निकै महत्त्वपूर्ण दिन रहेको छ। रात्रि पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ। यस दिनमा जागृत बस्नु, भगवानको भजन गर्नु, कीर्तन गर्नु, आफ्ना सपरिवार बसेर, कोही एक दुई व्यक्ति होइन, सपरिवार बसेर जागराम पनि बस्न सक्नुहुन्छ। भगवानका नामको गायन गर्न सक्नुहुन्छ। कलौ केशव कीर्तना यानी कलियुगमा भगवान केशवको कीर्तन गर्नु पनि महत्त्वपूर्ण रहेको छ। र साथसाथमा यहाँहरूले भगवतीको चिन्तन गर्नु, माता लक्ष्मीको दिव्य आरतीदेखि लिएर यहाँहरूले पूजा पाठ जसरी गर्ने गर्नुभएको छ आफ्नो श्रद्धा भक्ति विश्वासका साथमा यहाँहरूले गर्ने गर्नु होला। अत्यन्त उत्तम रहनेछ, जसमा माता लक्ष्मीको पूजा आराधना गर्नु र साथमा दीपक कलश गणेशको पूजा सहित यहाँहरूले माता लक्ष्मीको आराधना गरेर प्रत्येक 108 नाम भगवतीका जुन महालक्ष्मीका नामहरू रहेका छन् ती नामद्वारा पनि भगवतीको पूजा गर्न सक्नुहुन्छ। फूल अर्पण गर्न सक्नुहुन्छ, फूलको माला अर्पण गर्न सक्नुहुन्छ, नैवेद्य नरिवल मेवा मिष्टान्न भगवतीलाई सबै चिजहरू अर्पण गर्न सक्नुहुन्छ। र साथमा श्री सूक्तदेखि लिएर यहाँहरूले माता लक्ष्मीलाई प्रिय लाग्ने यी मन्त्रहरू, वेदका मन्त्रहरूदेखि लिएर पुराणका मन्त्रहरूदेखि लिएर है इन्द्रकृत मन्त्र पनि रहेको छ। यी मन्त्रहरूले भगवतीको साक्षात् पूजा आराधना गर्नु, षोडशोपचारले पनि पूजा गर्न सक्नुहुन्छ। भगवतीको कृपा जुन व्यक्तिहरूले यस दिनमा, जुन भक्तले यस दिनमा माताको पूजा गर्दछन्, माता लक्ष्मीको, ती व्यक्तित्वहरूमाथि, ती भक्तहरूमाथि माता लक्ष्मी सदैव दाहिने हुने गर्दछन्। भगवतीले सदैव बाटो खुल्ला राख्ने गर्दछन्। तिनीहरूको घरमा सदैव अष्टलक्ष्मीको कृपा हुने गर्दछ सज्जनबिन। र साथमा विशेष गरिकन र अब भोलिपल्टको दिनमा यहाँहरूले विशेष गरिकन इन्द्र देवताको पनि पूजा गर्नु, साक्षात् देवराज इन्द्रको पनि पूजा गरेर यहाँहरूले यसरीकन कोजाग्रत महालक्ष्मीको पूजा सहित पूर्णिमाको पूजा गर्न सक्नुहुन्छ। शरद पूर्णिमाको पूजा, कोजाग्रत पूर्णिमाको पूजा यहाँहरूका लागि निकै महत्त्वपूर्ण रहनेवाला छ। विश्व ब्रह्माण्डमा रहनुहुने जति पनि व्यक्तित्वहरू हुनुहुन्छ देश विदेश नेसनल इन्टरनेसनल सेक्टरमा सज्जनबिन, अक्टोबर 6 तारिकका दिनमा रहनेछ यो पूर्णिमा। यहाँहरूले पूजा पाठ दिव्यताका साथमा धुमधामका साथमा पूजा पाठ आराधना गर्न सक्नुहुन्छ। यस दिनमा गरिएको दान पुण्य आदिले पनि अत्यन्त अनन्त गुणा करोडौं गुणा फल हामीलाई प्राप्ति हुने हुनाले यो शरद पूर्णिमाको दिन निकै महत्त्वपूर्ण रहेको छ। यहाँहरू जति पनि भक्त सज्जनबिन्दहरू हुनुहुन्छ कृपया हाम्रो कार्यक्रमलाई कहाँबाट हेरेर साथ दिनुहुन्छ, हाम्रो च्यानलमा यदि नयाँ हुनुहुन्छ भने यो हाम्रो नयाँ च्यानल पनि रहेको छ। र साथमा यहाँहरूले एक लाइक एक सब्स्क्राइब गर्न नभुल्नु होला। आफ्नो साथीभाइ इष्टमित्र समस्त जनहरूलाई सेयर गर्नु होला। र आउँदै गरेको पावन दीपावली, भाइटिका, लक्ष्मी पूजादेखि लिएर सबै दीपावलीको पनि हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहे सज्जनबिन। र साथमा यहाँहरूको घरमा सुख शान्ति अभिवृद्धि बनिरहोस्। भगवती माताको कृपा आशीर्वाद सदैव बनिरहोस्। ओम नमो भगवते वासुदेवाय नमः। जय माता लक्ष्मी।